नमस्कार साथीहरू, म सुभाष कडेल। आज फेरि मैले अर्को भिडियो लिएर हजुरहरूमाझ आइसकेको छु। यो भिडियो स्किप नगरेर हेर्नुहोला। आज म जितपुरलाई महसुस गर्न आएको थिएँ। म बिस्तारै बजारभित्र पस्दै गएँ। कपडा पसल, मोबाइल पसल, पुस्तक पसल सबै आफ्नो आफ्नो संसारमा व्यस्त थिए। कतै विद्यार्थी पुस्तक खोजिरहेका थिए, कतै कसैले नयाँ मोबाइल हेर्दै थिए। त्यो देख्दा लाग्यो एउटै बजारभित्र कति फरक फरक सपना बाँचिरहेका छन्। अगाडि बढ्दै जाँदा तरकारी बजार पुग्यो। किसानहरूले ल्याएको ताजा तरकारी, किनमेलमा व्यस्त मानिसहरू, सबैको अनुहारमा आफ्नै सङ्घर्षको कथा देखिन्थ्यो। त्यही बेला एउटा बङ्गाली चटपट र पानीपुरीको पसलमा भिड देखे। मनले भन्यो, यही त चाख्नुपर्छ। एक प्लेट पानीमुरी मगाए। पहिला पानीपुरी मुखमा राख्ने बित्तिकै लाग्यो, किन यहाँ यति धेरै भिड रहेछ भन्ने जवाब यही स्वादमा रहेछ। त्यसपछि घरको लागि केही आलु पनि किने, किनभने यात्रा जति रमाइलो भए पनि घर सम्झिनु त पर्छ नि। त्यसपछिको नजिकको मन्दिरमा पुगे। त्यही बेर त्यहाँ बसेर चारैतिर हेर्दा बजारको हल्ला र मन्दिरको शान्ति दुवै एउटै ठाउँमा कसरी बस्न सक्छ भन्ने अनुभूति भयो। मन्दिरबाट निस्केर फुटबल मैदानतिर लागे। केही युवा खेलिरहेका थिए, केही साथीहरू गफ गर्दै थिए। यो दृश्यले सम्झायो, जीवन केवल काम र पैसा मात्र होइन, केही समय आफ्नो लागि पनि चाहिने रहेछ। यात्रा यतिमै रोकिएन। अटो स्ट्यान्ड, बस टिकट काट्ने ठाउँ, धान गोला, फकेरा स्कुल, सबैया, बिरुवा, पढ्नियार र वनतिर पनि पुगे। हरेक ठाउँमा एउटै कुरा महसुस भयो, जितपुर केवल एउटा बजार होइन, वरिपरिको धेरै गाउँ र मानिसहरूको जीवन जोडिएको केन्द्र हो। बिस्तारै सूर्य अस्ताउन थाल्यो। सडकका बत्तीहरू बल्न थाले। बजारको रङ फेरिन थाल्यो। साँझको जितपुर दिउँसोको जितपुरभन्दा अझ सुन्दर देखिन्थ्यो। त्यही क्षण लाग्यो, यदि आज सिधै घर गएको भए यो दृश्य सबै अनुभूति गर्न नपाइने रहेछ। आजको यात्रा मलाई एउटा कुरा सिकायो, कहिलेकाहीँ टाढा जान पर्दैन। आफ्नो वरिपरि पनि यस्ता कथा हुन्छन् जसलाई हामीले कहिले देखेका हुँदैनौँ। त्यसैले समय निकाल्नुहोस्, आफ्नो सहरलाई नयाँ आँखाले हेर्नुहोस्। सायद तपाईँले पनि मैले जस्तै केही नयाँ भेट्नुहुनेछ। यदि यो यात्रा तपाईँलाई मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो साथीहरूलाई सेयर गर्नुहोस् र यस्तै नेपालका वास्तविक ठाउँहरूमा यात्रा हेर्न चाहनुहुन्छ र अर्को नयाँ कथा, नयाँ भिडियो कुन ठाउँको लिएर आउँ, हजुरहरूले कमेन्ट गर्नुहोस्। हजुरहरूले गरेको कमेन्टको आधारमा म त्यो ठाउँ पुग्ने कोसिस गर्नेछु। आजलाई यति नै। अर्को भेट अर्को भिडियोमा। हस्त, धन्यवाद।